आज मैले गावा र दाल मिसाएर बनाएको घरको खाना भन्ने घरकै खाना हुन्छ। रातो दाल मात्रै भन्दा पनि कहिलेकाहीँ यसरी कर्कलो मिसाएर बनाएको त्यति मिठो हुन्छ। गर्मी भए पनि एक दुई छाक त केही पनि हुन्न। त्यही राम्रो यो दाल घरको खाना। यसरी घरको खाना भन्ने घरकै खाना हो। यति मिठो हुन्छ दाल भात तरकारी बजारको खाना भन्दा। आज मैले कालो रातो दालमा कर्कलो मिसाएर बनाएको अत्यन्तै मिठो छ। माछा मासु भन्दा घरको खाना चेट। कहिलेकाहीँ यसरी खानुपर्छ। गर्मी भयो भने केही हुँदैन, बाक्लो बनाएर यसरी खानुपर्छ। अमिलो समिलो टक्क राखेर तरकारीहरू। मेरो तरकारी हो, मैले फेरि छुट्टै खाने हो, जानुसँग म खान्न। माछा बनाइन आज मैले। माछा पनि कति खाने, मासु पनि कति खाने, त्यही भएर यसरी खाना बनाएर कहिले कहिले घरको खाना यसरी अत्यन्तै मिठो। माछा भरे खाने, भरे पकाउने, नभए भोलि खाने। फ्रिजको पानी मही सबै मासु पनि नमिठो हुने। माछा त झन् कति मनै लाग्दैन। त्यही भएर मैले यसरी खाना घरको खाना अत्यन्तै मिठो भएको छ। घरको खाना अत्यन्तै मिठो।